आज म तपाईलाई यस्तो बस्तीमा लैजाँदैछु। तपाईले देख्नुभयो भने ओहो जानै पर्ने ठाउँ रहेछ भन्नुहुन्छ। यो ठाउँ हो भेरी नदी र सुत्खला नदीको मिलन भएको ठाउँ। यो ठाउँ हो हरियालीले भरिएको ठाउँ। यो ठाउँ उपत्यका जस्तो देखिने ठाउँ हो। एकातिर भेरी नदी छ भने अर्कोतिर सोतखोला छ। यो दुवैको मिलन हुने ठाउँ हो। दुईटै आएर एकै ठाउँमा मिसिएको छ। यो ठाउँ धेरै टाढा छैन। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि 35 किलोमिटरमा पर्ने यो चेपाङ गाउँ हो। बराहताल 5 चेपाङ। यसको नाम चेपाङ भए तापनि यहाँ चेपाङ जातिको कुनै पनि मानिसहरू बसोबास गर्नुहुन्न। यो ठाउँमा सबैभन्दा धेरै बाहुल्यता भएको मगर जाति हो। त्यसपछि क्षेत्री, दलित, जनजाति सबै बाहुन सबै जाति बसोबास गर्नुहुन्छ। यहाँको मुख्य आम्दानी स्रोत भनेको नै खेती किसान हो। उहाँहरूले हिउँदे बर्खे बाली लगाइसकेपछि वैदेशिक रोजगारको लागि इन्डिया, कालापहाड, हैदराबाद, बेङ्गलोर, इन्डियाको विभिन्न भागमा गएर मजदुरी गरेर पैसा कमाएर ल्याएर आएर छाट्टार्ने हुन्छ। यहाँको अरू कुनै पनि स्रोत छैन जो आम्दानी हुनको लागि। खेती किसानी र वैदेशिक रोजगार मात्रै हो। यो हेर्दा यति सुन्दर फाँट देखिन्छ जो कोहीले पनि देख्दाखेरि बाहिरबाट जति गुणगान गाउँदा पनि यसलाई कम पर्न जान्छ। तर भित्री पीडा यसको बेग्लै छ। यो कर्णाली प्रदेशको राजधानी भए तापनि यो कर्णाली प्रदेशदेखि 35 किलोमिटर भए तापनि यो ठाउँमा अहिलेसम्म बिजुली बत्ती बाल्न पाएको छैन। बिजुलीको तार गाडिएको छ तर अहिलेसम्म लाइन गएको छैन। घरमा बत्ती गएको छैन। जो कोहीले हेर्दा यति सुन्दर देखिने यो ठाउँ किन हो किन अहिलेसम्म यहाँको मानिसहरूले राम्रो स्वास्थ्य, शिक्षा, बिजुली, यातायात पाएको छैन। के पश्चिमका जनता हैनन्? यो बाटो देखिने